हेलो गाइज वेलकम टु माई न्यू ब्लग। हामी चाहिँ कहाँ जान लाग्यो मैले आज साललाई जान लाग्यो मामा गाडीमा। अब त हिँड्यो अब भर्खर कति बज्यो हेर्नु आइज 8 बज्यो होला। 8 बजेतिर निस्क्यो हामी साली नदीको लागि। हामी 1 2 3 4 5 6 जना मामा समेत 6 जना छौँ। हामी चाहिँ कात्तिके भन्ने ठाउँमा आएर अब चिया खाने कार्यक्रम गर्दैछौँ। एकदम दामी भ्यू देखिन्छ यहाँबाट। नगरकोट कात्तिके हो यो ठाउँ चाहिँ। पानीवाला जस्तो भइरह। हामी चाहिँ चिया खाँदैछौँ। आएर हामी फेरि अब साली नदीको दर्शन गर्न लाग्यौँ। आज चाहिँ पानी परिरहेछ बाहिर। एकदम मौसम चिसो छ आजको। यहीँदेखि गाडीको पुरै लाइन छ। अब प्याक छ जस्तो छ आज। अन्तिम भयो दुवैतिर लाइन। फाइनल्ली हामी साली नदी आइपुग्यौँ। हामी चाहिँ पूजा सामग्री मिलाउँदैछौँ। लाइन हाँसै रहेन रहेछ। यहाँ दर्शन गर्न लाग्यो। अब साली नदी जाँदैछौँ। अब हामी तल माथि दर्शन गरेर। साली नदीमा यहाँ नुहाउँदै हुनुहुन्छ भक्तजनहरू। पानी परिरहेको छ एकदम यहाँ। हामी यहाँ लाइन बस्दैछौँ यहाँ दर्शन गर्नलाई। के होला लाइन एकदम धेरै लामो छ। 2-3 घन्टा लाग्छ भन्दै यहाँ एउटा भाइले। हामी चाहिँ श्री माधव नारायणको दर्शन गर्नको लागि लाइन बसिरहेको थियौँ। यहाँ चाहिँ वर्षको 1 महिना मात्र माघ महिनामा मात्र उहाँको दर्शन गर्न पाउँछौँ अरे हामीले। अरू दिन चाहिँ उहाँ गुफामा बस्नुहुन्छ अरे। हामीले चाहिँ यहाँ व्रतालुको लागि प्रसाद दान पनि गरेका थियौँ। हामीले फाइनली 2 घन्टा बस्नु पर्यो होला लाइन। अनि दर्शन गऱ्यौँ भर्खरै दर्शन गरेर एकदम प्याक छ प्याक। माधव नारायणको भर्खर दर्शन गरेर चाहिँ यहाँ माता गोमा बसेको कुटीमा जाँदैछौँ। अब त्यही हो कुटी चाहिँ। माता गोमा बसेको कुटी यही हो। अति माता हुन्छ अरे यहाँ। हामी चाहिँ अब यहाँ खाजा खाएर निस्क्यौँ यहाँनिर। हामी चाहिँ यो के अरे यो आइसको खाँदैछौँ होइन। मेरो चाहिँ फर्स्ट टाइम हो। कस्तो हुँदो रहेछ? गुलियो हुँदो रहेछ। बिरेनु नि हालेको थियो त है। नट ब्याड ठिकै छ। हामी चाहिँ अब दर्शन गरेर फर्केको घर। हामी सपिङ पनि गऱ्यौँ है। के देखा त भाइ? अब चाहिँ हामी साली नदीबाट फर्किन लाग्या। लाउने यो सामानहरू त्यहाँ राख्नु। स्वस्तानी माता कि ल अब हामी चाहिँ घर गए। अब हामी चाहिँ यहाँ सल्लाहघारीमा यसो हावा खाँदैछौँ। हामी चाहिँ फाइनल्ली अब घर आइपुग्यौँ। पानी परिरहेको छ बाहिर चाहिँ। कुन्ता बेसी आइपुग्यौँ साली नदी गएर।